이게 뭐야? 쌀국수가 많았죠? Zara chú cái đông bây giờ chú về đi. Wow, mà yên mà cho con đi chili mili. Cái khai chúng ta làm lại nên nhiều bilier, căng rút rồi. Insam festival bang ba? Acha oblari chachu seim bage insam gi o jarai khugu imba. Chusi laji bang na kang jabu da broge. Derenga sopem bo chusi. Wow. Chuja seim bage experience. Crew now crew majali. Ya molin thelen da wala. Ya mi baat to jo. Tini khabar rang rang didu. Ain bhi tawe hotu. Crew bo lani hadan lo. Crew laji manan dal da jeru. Sector sector. 여러분들 노래방 가서 2차로 처음부터 끝까지 떼창한다고 생각하시고 쭉 따라해주세요. 할 수 있죠? 이렇게 그럼 후렴부터 say 너는 지금 잠이 바뀌야 뜬금없는 문자를 보내고 say oh yeah say oh yeah 오케이 하나 결국엔 여자 적적해서 서로의 전화일 건데 목록을 뒤져보지 너는 지금 더 크게 뜬금없는 문자를 돌려보지 난 어떻게 해볼까란 뜻은 아니야 그냥 심심해서 아니 외로워서 이제 술자리가 끝나가 여차 처럼 하기 전인데 문자 이 남자는 몇 번? 그냥 심심해서 Kakak. Wah. Kaki. Pemirsa. Yes. Loฉันว่าฉันตาอ่ะชัวร์ว่าสไตล์เรื่องงามรุ่นไหน아마 연기 टोनीला 하고 लो टेंशन होने पता मोदा ना Nami. Hello. Happy birthday guys. वीडियो बनाइरहेको 빵 라고 ल्या고 영화들이 물리방일라. ल सबैले विश गरौँ ल Happy birthday to you Happy birthday dear my Ranjana Happy birthday
के हो भन्दी एबिसी पो छ त एबिसी त उसले पढेर अहिले कोरे आएको गणधारा पढ्ने हो अब यो मैले बहिनीको लागि गिफ्ट किनेर ल्याएको के हो गिफ्ट तर यो गिफ्ट मैले किन्यो तर व्याख्या चाहिँ हाम्रो काकाले गर्नुहुन्छ किन यो चुज गर्यो भनेर काका हजुर हजुर एक्सप्लेन राम्रोसँग गर्नु है फेरि मैले भने विश्वास गर्दैन नि म त खान्न दुईजना कपाल हो त हेलो एक्सक्युज मी मेरो गिफ्ट दिइरहेछ एकछिन न प्लिज मेरो गिफ्ट पहिला गिफ्ट लिने मान्छे त जाने हो नि होइन यहीँ रञ्जना रञ्जना दाइले दिनु न दाइले ए बेग्लै खाने थिए ओ हेलो यहाँ इम्पोर्टेन्ट मान्छे बोलेर बेला चुप लागेर बस न दाइ यो गिफ्ट होइन तर उसलाई मन पर्छै पर्दैन त्यो छ्याँदै नभन है बरु छ्या बरु बेलुका आएर भन के नभन्नु भने त्यही भन्ने हो सुरुमा त्यसो भन्ने है जुत्ता होइन मुसुन साइज मलाई सबै थाहा छ जुत्तै रहेछ सरप्राइज रहेछ होइन मन परेन ए काका अब एक्सिडेन्ट तपाईँ आउनु यता तपाईँ आउनु यता यता भन्नु न तपाईँ यता भन्नु अब यो पहिला प्राइज हेर्ने काका यहाँ बस्नु अनि तपाईँले एक्सप्लेन गर्नु न किन यही किन किनेर ल्याएको त हामीले मिलेन कि हो त मिल्छ हेर्दा त हुन्छ जस्तो त्यो चुज गर्नुको रिजन के होला मामा यता आउनु यहाँ बस्नु न बस यो चाहिँ अब अलिकति होइन अब घरको नानी अब हाम्रो सबैको चाहिँ प्यारी पनि हो अब अलिकति हल्का रूपमा दौडिनुपर्छ भनेर होइन अल्छी गर्नु उसले भएन खोजेको जस्तो चाहिँ किन भेटेन त्यो चाहिँ अब अलिकति अहिले भर्खर विन्टर सुरु हुँदैछ त्यसले गर्दा हामीले धेरै ठाउँमा कोसिस गर्यो पाएन कि अनि त्यसको अल्टरनेटिभ चाहिँ अरू उसले चाहिँ अलिकति एनर्जेटिक होस् भनेर चाहिँ यो छानिदिएको एक्चुअली लाएर हेर कान्छी रञ्जना त सानो हुन्छ जस्तो लाग्यो त्यो 37 भनेर हामीलाई ठिक हुने साइज हो नि त टाइट भयो तर होइन सक्स लाउँदाखेरि टाइटै हुन्छ यो मैले बुझ्छ नि चित्त बुझेन भने भोलितिर किन्दा नि भयो त के भयो त देऊ मैले होइन दाइ सबै जुत्ता धेरै हेरेँ होइन आजभोलि गर्मीमा चाहिँ त्यस्तो राम्रो त्यो अलिकति त्यो अग्लो अलिकति त्यो कुनै पनि छैन रहेछ क्या यही चुज गर्नुको रिजन चाहिँ यदि बहिनीले इन्कार गर्यो भने ल तिम्रो भाग अब बुढी ल्याउँछ फेभरेट हो नि त साइज पनि मिल्यो साइज पनि यता इन्कार गर्यो भने अप्सन त चाहियो नि त भोलि लाउँदैन ए ओइ हेलो भनेपछि मलाई अप्सनमा राखेको होइन अब लाग्नु त भएन नि त होइन यो होइन चेन्ज साइज मात्र चेन्ज गर्दा हुन्छ नि त होइन ठिक छ हौ यो साइज ह्याप्पी बर्थडे मेरो खाइदिनु लाग्यो ह्याप्पी बर्थडे माया ह्याप्पी बर्थडे काका काकी ह्याप्पी बर्थडे वा ल हेलो फ्यामिली ह्याप्पी बर्थडे हेलो 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 डन ह्याप्पी बर्थडे बाउन्ड डन ह्याप्पी बर्थडे तेरो त निधारमा हो कि एकछिन न ह्याप्पी बर्थडे रश्मि ए तिमीलाई गऱ्यो है मैले
आज 12 बजेसम्म पर्खेको तपाईँको लागि हो हामी सबै पर्खेको भोकै छौँ उता हेर्नु काकालाई निन्द्रा लगाइसक्यो हजुर आज मात्रै किन हो अरू बेला नि पर्खिनु नि रञ्जना आज के हो आज के हो बुढी किन पर्खियो भन त दसैँ कहाँ मेरो टाउकोमा त हान्छु आज काकी कति भोलायो होला के गरेको हो बोलाएर चुर भइसक्यो सबजना जङ्गलमा गएर रोरो खायो यस्तो मिठो थियो यसरी पर्ख्यो भने त है जहिले यसरी पर्ख्यो भने त माया यता हेर त हामीले माया गरेको माया गरेर पर्खेको माया वाह हेर न आज त आइटम बनाएको वाह काका तपाईँले भोलाएन निन्द्राले झ्याप भएछ तपाईँ त खानु मिल्दैन 6 जनाको लागि रञ्जना बातु के हालेको थियो दसैँको लागि हो वा 6 जना को त त्यस्तो साह्रो तर अहिले त नेपालमा भन्दा हामी पो यहाँ धेरै आउने भयो क्या है नेपालमा बढी त्यसरी जम्म भेट्छ ह्याप्पी दसैँ कति वर्षपछिको दसैँ मनाएको भन त कान्छी होइन तिम्रो म क्या र 7-8 वर्ष एक्ज्याक्ट भन न एक्ज्याक्ट 7 7 इयर्स पछि भेट्दा मलाई दसैँमा यो दिएको तिमीले यहाँ त भेरै यो कसले बनाएको यो कसले बनाएको त्यो अब बनाएको त सबले हो तर मेन त भाउजूले बनाउनु न तिमीले चाहिँ के गरेर भन मेन क्रेडिट चाहिँ भाउजू मैले चाहिँ केही नि गरेन तिमीले यो मात्र हालेर बसेको मेन कुकमेन चाहिँ आजको उहाँ हुनुहुन्छ तपाईँलाई कुर्दा कुर्दा यहाँ 12-1 बजिसक्यो आजै हो फर्स्ट टाइम यिनीहरूले हामीले कुरेको नत्र कहाँ कुर्छ मेघबाट म एक्लै खानुपर्छ अनि अरू बेला त कहाँ कुर्छ त नि आज कहिले कहिले मात्रै कुर्ने अनि त्यसो अनि अलिकति भएन नि आज त हल्का फेस्टिभल भएर के फेस्टिभल दसैँ पनि सक्यो होला यतिखेर आज त सक्यो केटाकेटी नभन् न जहाँ बसी नि के भयो त जहाँ बसे नि हुन्छ एक्सक्युज मी Yes. हेलो म्याडम होइन सरप्राइज भएन आज फर्स्ट टाइम के मलाई पर्यो हामीले पर्यो तिमीलाई पनि मलाई पनि के हामी त 12 बजी आएको नि त अनि पर्खेर बसेको वा जहिले यसरी पर्खिनु नि है मिङमा जहिले यस्तो मिठो बनाउनु नि काका किन काका होइन आज त मर्ने गरी खानु पर्यो नि हामी त नि सङ्गीत खायो नि बिहान अफर मात्रै दिउँसो 2 बजीतिर साह्रो भइसक्यो फेरि बिर्सिएछ यार तर घरमै बनाएर खाएँ पढाउनु पर्छ अब रक्सी आउँदैछ मानेर खाने हो रक्सी नै हो चम्चल लिएर आउन रक्सी मान्ने मैले पनि चिकन लिएर बनाएर थिएँ मैले चिकन खानुपर्छ नि हो म साइलेन्ट थिएँ कि मोबाइलै पुरै ए उनले यत्रो मासु छ यो मासु मैले लगाएको मैले लिएर नाटेको तर लिएर आयो भने अझै साढे गर्छु होला भनेर मन पर्यो भने यो त खानु पर्यो त म चाहिँ त्यसै त्यो यसो इन्ग्रेडियन्ट ट्राई गरेर नि अङ्गुर यसो सबैले अब कोही बोल्दैन ग्रुप चाहिँ बनाएको छ के भएर थ्याङ्क यू त्यही भएर यसो मिङमार हजुर यो दसैँमा त अनि नेपालमा गएर त्यतिको भेट हुन्न होला है हुँदैन फ्यामिली 1-2 जना हुन्छ होला यहाँ हेर त यो दसैँमा एकदम रमाइलो भएको हाम्रो मम्मी हाम्रो आङथेबा हाम्रो छोरी हाम्रो बुवा एउटा फ्यामिली नै भयो क्या यहाँ त कस्तो दोसारी लाजिम फेरि यार बाउनु दिमिरिङ गएदेखि अनि यसो रमाइलो हाल्नु भनेको कि
Cheers. केमा त्यो छ Happy Dasai. Happy Dasai. Wah, kakak. मेरो त कार Lo, चिसो cheers. एउटा कोक यता। एउटा फोटो निस्किनु न हान्नु न फोटो न चुङ्गी लाग्यो छोपी लाग्यो Cheers. यो दसैँ चाहिँ स्पेसल हुने पो काका ल यस्तै दसैँ सधैँ जहिले पनि जिन्दगीभरि आइरहोस् आइरहोस् वाह ल खाइला। होइन 2 थाल खाएर नि यति बजाउनु भनेको दसैँको कमाल एकदम राम्रो नि दसैँको What कमाल is अब this? खानु रे के दसैँको कमाल हो क्या मान्छे हुन् न अनि मेरो चाहिँ दसैँको कमाल हो क्या दसैँको खोइ त के भन्नु भएन मान्छे भैँसी जस्तो भयो दसैँको कमाल मेरो चाहिँ कुन मलाई 70 प्रो किनिदिनु न मम्मी तपाईँको कान्छी छोरीले हेर्नु सघाउँछ स्वादको सघाउँछ धेरै खान्छले भन्छ रञ्जना आगायो कमाल मासिसयो पैसा पुग्ले बनाउनु पैसा पनि छ खाना अझै खानु मलाई रहेछ दाइले खानै दिँदैन अनि खाना मम्मी हेर्दाखेरि यो एक कुकर त सकायो मम्मी हेर्नु अघि यत्रो खाना खाएर यो उठ्नै सकेन पाउँछ नि